गाइस म फेरि पनि आइसकेछु एउटा नि भ्लगमा हैन अनि आजको हाम्रो भ्लगको चाहिँ सुरुवात हुँदैछ कोशी टापु जाने ठाउँबाट स्कुल ट्रिप हो यहाँ चाहिँ सब अब क्लास 7 8 को हरू छ हैन हेर्न सक्नुहुन्छ यता 7 को भाइ बहिनीहरू हैन यता 8 कोहरू यता 8 कोहरू सबजना ल हैन सबजना आइहाल्यो ओइ ओइ सन्जोके यता हेर यता ओइ एउटा चाहिँ बोमिट गर्छ भनेर चाहिँ हेर्नु गाइज है यसरी बसिरहेको स्पाइडरम्यान है अन्त हाम्रो यहाँनिर एरोन छ हैन हाम्रो क्यामेराम्यान अनि यता करण हैन यता हेर्दै हाम्रो मेन भ्लगमा आइराख्ने मान्छेहरू यता यता अनि एउटा यमन छ जहिले अनुहार लुकाउँछ तर पहिले कमेडी भिडियोमा आइसकेको छ हैन अनि अगाडि चाहिँ भनेको हाम्रो टिचर्सहरू हुनुहुन्छ है अहिले चाहिँ हामी पेट्रोल हाल्न जाँदैछौँ अनि हाम्रो यहाँ होस्टेलर अंश भाइ पनि छ अहिले चाहिँ हामी पेट्रोल पम्पमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ पेट्रोल पम्पमा अब कतिको पेट्रोल हाल्ने हो हैन स्कुलले हो हैन अनि यहाँ फोटो खिच्नु थालिसक्यो हैन उता हाम्रो ड्रिपी भाइ दाइ पनि हुनुहुन्छ है ड्रिपी दाइ यता हेरिदिनुहोस् न हाँस्दै हुनुहुन्छ फेरि हेर न गाइस कस्तो हुन्छ हजुरहरू आज चाहिँ म पवन दाइको भ्लगमा छु यो चाहिँ मेरो साथी आज चाहिँ हामी टुर जान रहेछौँ कोशी टापुतिर यो चाहिँ अल्टी भवनको भ्लग हो यता पछाडि हाम्रो साथीहरू यो चाहिँ यता छ डिप्रेसनमा हाम्रो के मन्दिर भयो शनि मन्दिर कि बिस बाँदर पनि रहेछ हैन यहाँ अर्को बाँदर पनि छ ए टिचर्स हाम्रो यो कुन मन्दिर हो महा शनि मन्दिर एउटा भन्दा ज्यादा गर्ने बोली भइहाल्छ क्वाक 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 म आफै दिन्छु एउटा चाहिँ हाम्रो अब बिस्कुट पाइँदैछ हैन मेमहरूबाट अन्त सबले सो अहिले बिस्कुट ब्रेक हुँदैछ सबलाई है सबले बिस्कुट ललिपप हान्दैछ अर्को ब्रेक के हुँदैछ हाम्रो बिस्कुट होइन हेर्नु सक्नुहुन्छ च्याउटी खोला ल धरानको फुल भाल्ने हेर्न म भइहाल्छ नि सबजना सुतेको अवस्था हेर्न सक्नुहुन्छ यो पनि मस्त निदाइदिरहेछ होइन भ्यागु जस्तो भएर पुरै निदाइदिरहेछ सेक्री होइन यहाँ पनि सर हाम्रो विज्ञान सर निदाइदिनु भएको छ अनि अर्को यहाँ चाहिँ कालु पाण्डे यो पनि निदाइरहेछ अर्को यो पनि छ निदाइरहेछ यो पनि हाँस्दै निदाउँदैछ होइन अनि अरू त कोही निदाएको त देख्दिनँ होइन यहाँ गाइज हेर्न सक्नुहुन्छ एयर पोल्युसन यस्तो चाहिँ कहिले नगरिदिनु होला होइन हेर्न सक्नुहुन्छ सबको के हो आफ्नै ताल छ सबको यहाँ चाहिँ अहिले क्रिटिकल सिचुएसन भएको छ काठमाडौँ जाने गाडी चाहिँ हेर्न सक्नुहुनेछ सिधै बारीतिर जोत्नु लग्दैछ मुसलमानहरू पनि छन् होइन मान्छेहरू पुरै बिहोस भएर छन् है हेर्न सक्नुहुन्छ सिधै गाडी चाहिँ भित्र छिराइदिन्छ क्या कस्तो ड्राइभर चाहिँ होला त नि होइन भ्लग नगर्नु अनि भ्लगरबाट अम्बो के भएको भ्लग हटाइछु भन्छ त ओइ त्यहाँ गएर हान्दा एक थप्पड हान्दैलाई Guys, we entered to Kochi Tapu. सबजनाले ओइ धेरै भयो यता हेरेर चिचाउन यता हेरेर चिचाउन ल हामी चाहिँ आइसकेको छौँ अनि अन्डा स्याउ अनि यो के हो सुन्तला पनि पाइसकेको छौँ हाम्रो बस पनि यहाँ छ होइन सबजना निस्केकै छैन यहाँ भनेको चाहिँ छादुवाहरू दुईजना छ है एउटा भइहाल्यो डस्टबिन हेर होइन यहाँ अन्डा सुन्तला स्याउ सबले पाउँछ है चाहिँ हामीले कफी पाउनु लागेको छौँ कफी पनि आइहाल्यो होइन है हाम्रो मेम्बर त्यहाँ हुनुहुन्छ सबजना छ नि यहाँ अहिले चाहिँ कफीको व्यवस्था हुँदैछ अनि हामी सबलाई जाडो भएको छ अनि यसलाई चाहिँ गर्नु भएको छ हेर्ने ड्रेस यसलाई चाहिँ बिल्लै हुन्छ फ्यासन अरे फ्यासनले गर्दा आजकलको गर्मी जाडो पनि थाहा हुँदैन होइन जाडो
ओके अहिले चाहिँ हामी हिँड्नु थालिसकेको छौँ होइन त हो कि नै सबजना यता हेर्दै ल ल के छ कसो छ होइन यता माइकबाट बोलेर जाने होइन पेयर पेयर बनाउँदै करेन्ट हुन्छ अरे होइन टच गर्नु भएन अरे होइन यो छ नि झन् पुल पुल लाइन लाइन भएको त्यो चाहिँ हुनु भएन अरे हो कि नै हो सुन्नु पाइँदैन कस्तो हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ ललिपप पार्टी चल्दैछ है अघि यति छादो अहिले फेरि खाँदैछ अहिले गाडीमा जाँदा क्या अहिले छादिन्छ हो कि नै भन्दा हो तपाईँ हो तपाईँ गर्ने हो होइन ललिपप उता छ ललिपप लाबु बुवाला तँलाई देखाएको दुईवटा भ्लगर अन्त होइन यहाँ ओ हेलो के छ तेरो हालखबर ओ बोल्छ त यता बोल्नु खोज्छ त ल बोल त केही नबोल्ने ठिक छ ऊ सुवाङ कुकुर हेर कुकुर ओए यहाँ छ ल बोल यो चाहिँ केटी रहेछ क्या माइक देखेर भाग्ने होइन को ल बोल सबला का आशीष तुम्हें क्या तपाईँ बोल्ने म त बोल्दैन सुन अरे क्या कर रहे हो भाइ साहब अरे बता दो हाँस्दैछ त यो त दुईजना भ्लगर क्वेसन आइ गरेको क्वेसन आइ दोस्तै थार्दैन क्वेसन आइ हान्दिउँ न पनि बोल्नु न एक दुईवटा शब्द Yo, first of all, Pom is the king. तिम्रो कसको नाम Pom is the king. मेरो क्रसको नाम मेरो बुढीको नाम चाहिँ साइमन. बुढी छ र त्यही हो त साइमन त नि यसको नाम के हो भाइ को यसको नाम यसो साइमन अनि अर्को चाहिँ यहाँ आउनु. यस्तो कोसी टापुको टापु चाहिँ यस्तो छ टोपी टापु कोसी टापुमा उता डल्फिन उठ्दैछ गाइस डल्फिन यहाँ चाहिँ बुनुले हजुमला बाँड्दैछ होइन रिसा बुनुले हजुमला बाँड्दैछ होइन है धेरै भएको यसलाई त म माइक दिन्छु बोल बोल्दैन र पो त होइन सबजना छक्का परिरहेछ यार यहाँ फर्स्ट टाइम भ्लगर देखेर होला क्या भिडियो देखा यता सो हेर्नु सक्नुहुन्छ यहाँ पौडी खेल्नु चाहिँ दामी हुन्छ है गाइज अस्ति म होइन बेलबारी जाँदा यसैमा खेलेको होइन तर फोहोर चाहिँ अलिक फोहोर थियो पानी अहिले चाहिँ फोहोर छैन हेर्नु सक्नुहुन्छ दामी देखिरहेछ है दामी देखेको अवस्था अब चाहिँ हेरौँ हामीले कोसी टापुमा के देख्छौँ अर्नाले हगिरहेछ हेर्नु सक्नुहुन्छ यहाँ अनि अर्नाको भाइ चर्ना पनि यहीँ छ होइन मिटर पर छ कोसी ब्याज त्यही पनि यहाँसम्म एफेक्ट गर्नु भनेको सानो कुरा होइन गाइज होइन यत्रो धेरै नै खाएको रहेछ यो पानीले पनि होइन फुटेर त्यस्तै हो अब त्यही यत्तिकै जम्मा भएको पानी चाहिँ निस्केपछि त्यस्तै हुन्छ है युएफसी फाइटर त्यहाँ युएफसी फाइटर होइन त्यो त तोरी तोरी क्या तोरी हुन्छ नि हो त्यस्तै टाइपको छ होइन अनि के चाहिँ हो भने यहाँ चाहिँ अब नर्मल देखिन्छ हेर्दा तर भित्रभित्र चाहिँ धेरै केहीहरू हुनसक्छ क्या सो अहिले चाहिँ हामीले माइक पनि दामी भेटिसकेको छौँ सबलाई देखाइदिँदा यता होइन कस्तो हुँदैछ ट्रिप अब्बर दाम होइन उता चाहिँ केटाहरूको चाहिँ सङ्ख्या ओभर कम छ देखाइदियो त केटाहरूको सङ्ख्या चाहिँ ओभर कम छ हामीले यता देखा त हामीले चाहिँ अहिलेसम्म कुनै जनावर पनि देखेको छैन अघि दुईवटा कुकुर देखेको त्यही पनि भालु भन्यौँ होइन अनि जस्तो अचानक हात्ती त्यस्तो नहोला होइन अचानक हात्ती हामीलाई आक्रमण भयो हामी कता तितरभित्र त भाग्नु भएन आफू त जान जोगाउनु पऱ्यो यहाँदेखि तल छिर्ने उतापट्टि पारि गएपछि यो लाइनको डरले हात्ती उता पारि जाँदैन त्यो भएर जाएर हाम्रो जोगिन्छ बच्चा सक्छ अहिले चाहिँ हामीले होइन फर्स्ट एनिमल देखिसकेको छौँ जुम गर्दा त्यहाँनिर हेर्नु सक्नुहुन्छ अर्ना ढ्याक्कै अर्ना भैँसी यता फाइनली यता देखा न यता देखा यता अब त्यत्तिकै छेउबाट चाहिँ हेर्नु सकिँदैन होला होइन कसैले पालेको त हुँदैन त्यही पनि त्यसको कस्तो छ भने हेर्नु सक्नुहुन्छ जुम इन गरिदिन्छु म यो चाहिँ यसको सिङ चाहिँ लास्टै ठुलो हुँदो रहेछ होइन सिङ चाहिँ हेर्नु सक्नुहुन्छ एकदम ठुलो वाइल्ड बफालो होइन अर्ना भन्ने गरिन्छ नेपालीमा इङ्ग्लिसमा वाइल्ड बफालो
वाइल्ड बफालोले चाहिँ हामीलाई स्माइल दिँदैछ है पुरै स्माइल हेलो गाइस भन्दै अरू यहाँ चाहिँ मुसाको बच्चा देखेको छौँ हामीले होइन मुसाको बच्चा ओभर क्युट है ओभर सानो क्या ओभर सानो छ है बाघको हातमा स्याउ होइन गाइस अब गएपछि खाने गर्नुहुन्छ यहाँ बाघ साथीहरू यो चाहिँ देखाइराख्नुपर्छ म हो नेक्स्ट ब्लगर हेलो गाइस हामी चाहिँ कति अब आएको छौँ अनि हामी चाहिँ उता चराहरूमा चाहिँ देख्दैछौँ अहिलेसम्म चरा र हेलो गाइस देखो न गाइस कितनी सुन्दर औरत है यहाँ चाहिँ धेरै चराहरू रहेछ हो क्या नारायण ओए बच्चा बोल न ए ल ल ल चराहरू देखाउ न हौ त यति धेरै चराहरू रहेछ यहाँ के गरायो हामी चाहिँ जाँदैछौँ अहिलेसम्म हामीले चरा र अर्नामा चाहिँ देखिरहेको छौँ अनि के पो बाँदरको नाम लङ्गुर लङ्गुर देखिरहेको छु ल खै सबैलाई एक एकचोटि पालिदिउँ ल के चाहिँ भन्दो रहेछ के भन्नु अब लाजी मैले भन्न त सकेको उता होइन त बस्ती रहेछ एउटा सानो यहाँ लाउन उतानिर चाहिँ सानो बस्ती रहेको छ पवन दाई मलाई किन होइन त्यस्तो त भनेको चाहिँ तर किन मलाई प्र्याङ्क गरेको जस्तो लाग्छ एउटा जनावरै खोइ त जनावर खोइ एउटा मतलब एक दुईवटा त देख्यौँ होइन लु चरा देख्यौँ तर खोइ जनावर एउटा कुरा भन्छ मलाई जनावर हनीमुन मनाउनु मलाई एउटा कुरा भन्नु क्या होइन यहाँ तारमा करेन्ट लाग्छ अरे अघि एउटा बोजू छन् भएको थियो खोइ करेन्टै लागेन कस्तो छक्क परमा ओ हेलो गाइस हामीले चाहिँ आज फर्स्ट टाइम कालो बकुल्ला देख्यौँ कालो खालको थ्याङ्क यू अरे होइन अब कतिको क्रोकोडाइल देखिँदो रहेछ है क्रोकोडाइलले नै हगेको होला थियो भने गाइस यहाँ चाहिँ प्यारोट देखिएको थियो अरे होइन खै प्यारोटको त पी पनि देख्दैन त नि अहिले त मेरोमा नि पहिला प्यारोट चाहिँ थियो है त्यहाँ रहेछ प्यारोट ऊ त्यहाँ हेर त त्यो उयसमा बोटमा हेर्न सक्नुहुन्छ होइन ऊ त्यो बोटमा उतै माथि हेर त टपतिर गाइस यहाँबाट कसरी देखाउनै सकिँदैन गयो प्यारोट हामीलाई यहाँ क्रोकोडाइल देखिन्छ भन्नुभएको थियो क्रोकोडाइलको त सी पनि देख्दिनँ होइन म यस म्याम कोल्ड पानीभित्रै छ होला है म्याम उहाँले भन्नुभएको अहिले चाहिँ हामीले त्यो अघिको ब्लू कलरको बर्ड भनेको अहिले देख्दैछौँ त्यहाँ होइन हेर्न सक्नुहुन्छ त्यहाँनिर बसिरहेछ पुरै है ब्लू कलरको बर्ड अहिले त्यहाँ रहेछ बर्ड त्यहाँ दुईवटा बर्ड पनि होइन अन्त यहाँ मैले अघि गाइस अहिले चाहिँ हामीले हात्ती देखेको अवस्था छ देखाइदियो त हात्ती र हेर्न सक्नुहुन्छ त्यहाँ आउँदैछ दुईवटा हात्ती गाइस हेर्न सक्नुहुन्छ अब चाहिँ वी आर हात्ती खोइ देखा न त हात्ती आज चाहिँ हात्तीको छेउमा कतिको अब एट्याक गर्नु पनि सक्छ होइन फोट्नु आइज ओए मलाई भिडियोमा फोटो खिच्छ ओके देखा त फोटो खिच्दा फोटो पनि त्यहाँ साइडमा क्लिक गर्ने छ ठाउँ यता देखा सो गाइस वी विथ हात्ती हेलो यसो 5-10 रुपियाँ त्यो आशीर्वाद त्यो खुसीले ल कान्छु ल आज कान्छु ल ओए हेलो कान्छु आम्बो कान्छु देन उफ मुखमा देन लिन्छ क्या ओके छ त
आशीर्वाद लिनु नडराउनु आशीर्वाद दिन्छ नडराउनु आशीर्वाद आइज कान्छु मलाई दे मलाई आइज अम्बो ओइ खतरा उसलाई हेर्न त ल मेमलाई आशीर्वाद ल ओए टिपेर सुन अहिले अर्नाहरू पनि देखिसकेको छौँ त्यति धेरै छ उता अर्ना छ होइन गाइस अर्ना छन् होइन एउटा अर्ना त्यहाँ छ त्यहाँ अर्ना गाइस ल टाइम फर अब हाम्रो होइन के हुन्छ अब यहाँ लन्च हो के हो होइन त्यही लिन जाँदैछौँ यहाँ हाम्रो एउटा अर्ना अलरेडी आइसकेको छ अब लिएर जाऊँ हाम्रो भुजा रहेछ चिउरा रहेछ चना क्याम्पा मासु छ यहाँ भुजा चिउरा अनि यहाँ क्याम्पा कोला है अहिले चाहिँ हामीले मासु भुजा चिउरा के पाइसक्यौँ होइन विज्ञान ओए एरोन माइक तसँग छ होइन माइक राख्दै सबले मासु चिउरा अब क्याम्पा स्याम्पा सबै खाँदैछौँ होइन हो कि नै ठुलो छोले ठुलो अहिले चाहिँ हाम्रो क्याम्पाको पाली अनि यता केटाहरू डरो जाँदैछ केटाकेटीहरूको होइन यहाँ चाहिँ खाना थपै हुँदैछ होइन सबको हामी मैले पनि 2 थाल थपेर खाइहालेँ अहिले चाहिँ हामी के गर्दैछौँ होइन ओए पुगेन तल अझै पुगेन ए त हेर्दा इत्रु पेटभित्र एउटा खाली ट्याङ्की होइन हामीले प्यारेट जस्तै चरा देख्यौँ अघि सबले प्यारेट भन्दै थियो तर यसको नाम के हो कमेन्टमा गेस गरिदिनु होला होइन यसको नाम चाहिँ के हो कुनै अरे भनेको चाहिँ म र मेरो क्यामेराम्यान मात्र रहेछौँ क्या अरू हेर न यिनीहरू त अलिकति टाढै छ झन् तिनीहरू हेर न ग्रुपमा त ग्रुपकोहरू यसले छोएर देखाउँछ अरे मरो ढल्दै मेरो साथी पोपट बनाइएको छ यहाँहरू माथि पनि च्याप्पै छुँदैछ होइन अनि यहाँ छुइदियो त यहाँ लाग्दैन हेर्नु गाइज करेन्ट लाग्ने रहेछ गाइज करेन्ट लाग्ने रहेछ अघि हामीले हात्ती देखेको थियौँ थिएनौँ केटा हो अनि गाइज ऊ हात्ती चाहिँ त्यहाँ रहेछ त्यहाँ चाहिँ घरपालुवा हात्तीहरू त्यहाँ राखेको छ है हात्ती ठुलो न ठुलो चाहिँ थिएन है ठुलो छ एकदम होइन ठुलो भनेको चाहिँ एकदम माउ होइन हात्ती नै हात्ती छ होइन हामी चाहिँ त्यहाँ 2टा मात्र देखेको छौँ बच्चाहरू 2टा बच्चा देखेको अहिले चाहिँ सबै देखिसकेको छौँ हामीले के दिउँ केटा हो हात्ती मेरो साथी भने गीत गाउँ न सुवाङ्गा साथी ओइ हात्ती ओ माई गॉड के को वाट्स द्याट अम्बो माछा हेर्नु गाइज माछा पनि छ होइन स्पिसिसहरू अम्बो खै यो सर्पको खाल होला माछाहरू यति स्पिसिस माछाहरूको पनि स्पिसिस रहेछ होइन माछाहरू भइहाल्यो यो चाहिँ के हो खै के पाउने ठाउँ रहेछ होइन यत्रो ठाउँ घुम्यौँ है हामीले उतै चाहिँ गएनौँ यो चाहिँ हाम्रो उयो मृगको खाल रहेको छ है हात्ती गाइज अम्बो हात्तीको टाउको अम्बो फिसिङ क्याट अरे गाइज यो पनि डेन्जरै छ है गाइज फिसिङ क्याट पुलुल रिमार्क्स फेटस अरे वाट इज दिस यो चाहिँ उयो मात्र हो छाला चाहिँ रियल अनि
वाट इज दिस डल्फिन ओ माई गड ओए डल्फिन रहेछ त दिस कङ्काल पनि रहेछ छोड त एसियाटिक हात्तीको उयो हात्तीको है यो डल्फिनको अनि खै इट्स किङ कोब्रा यो किङ कोब्रा होइन अजिङ्गर नै होइन यो अनि यो के हो यसलाई यो स्नेकको स्पिसिसहरू हो यो सबभन्दा विषालु सर्प हो वर्ल्डकै हेर्न सक्नुहुन्छ गाइस सबभन्दा विषालु सर्प यो चाहिँ यो चाहिँ थाहा भयो यो चाहिँ किङ कोब्रा हो यो चाहिँ ओके गाइज हेर्न सक्नुहुन्छ यस्तो यस्तो सर्पहरू पनि रहेछ यहाँ अनि अरू त के हो अरू त माछाको स्पिसिसहरू छ यहाँ डाइनोसरको अस्तित्वहरू पनि रहेछ यहाँभन्दा त के नै हेर्नु र अरू माथि कङ्कालहरू छ अनि अब यहाँबाट चाहिँ अरू चाहिँ के थियो चराहरूको स्पिसिसहरू है अब चाहिँ देखियो ठुलो हात्ती अघि त यत्रो हात्ती त देखेको थिएन अघि उ त दुईवटा चाहिँ देखेको थियो होइन ठुल्ठुलो थियो अम्बो ओ माई गड है सबैभन्दा बुढो हात्ती अरे अघि गएन यता आएर दाजु यता आएर कत्रो ठुलो हो हात्ती अम्बो मारिदिन्छ होला नि कत्रो हात्ती नै हात्ती छ त अनि यहाँ त हात्ती पनि देखिहाल्यो पुरै कत्रो ठुलो हात्ती हो हेर न यो पुर्के बोलेको हात्ती स्कुल जाने तिमी पनि यहाँ चाहिँ माछाको पनि भेराइटी छ है कुन खाने रौ खाने अब के हो यो झिँगा होला यो के हो यो होला अम्बो माछा ल माछा है ल गाइस माछा सो फाइनली हामी चाहिँ कोशी ब्रिज वरिपरि जाँदैछौँ होइन विथ फुल गाइडेन्स अब हेरौँ कस्तो हुन्छ डल्फिन देखिन्छ कि बा होइन हामी पुल तरेर यहाँ आइसकेको छौँ हो कि नै अब यहाँ के हुन्छ अहिले चाहिँ चाउमिन पनि आइसकेको छ स्कुलबाट होइन तर क्वान्टिटी चाहिँ ओभर लाग्यो क्या मलाई फेरि अब सबले पाउँदैछ नि को बाटोमा मलाई ओह्राल्दिसकेको छ नि सो म चाहिँ घर जाँदैछु है आई एम होम एन्ड भिडियो मन पराउनु लाइक सब्सक्राइब गर्नु नभुल्नु होला बाई